सो फाइनली गाडी टल्काएर चाहिँ यसो हल्का धुप बालेर विश्वकर्मालाई सम्झियो आजको दिनमा हैन। सो यो ठाउँमा छु म इप्सिल। सो यहाँनिर चाहिँ गाडी मजाले टल्कायो धेरै दिनपछि आज। हेरी अब विषय त त्यही नेपालकै आउँछ हैन। अहिले हाम्रो कुलमान घिसिङ मन्त्री हुनुभयो, अर्को रामेश्वर, अनि अर्को ओम प्रकाश। सो उहाँहरूको टिमले चाहिँ राम्रै गर्नुहुन्छ होला भन्ने आश लागेको छ हैन। अझै बाँकी अब 11वटा मन्त्रीमण्डल गठन गर्ने भनेको छ। सो 3 जना भनेपछि अझै 8 जना मन्त्रीहरूको चाहिँ खोजी टिप्न जारी छ क्यारे। एकदम स्वतन्त्र राम्रो छाप इमेज बनाएका व्यक्तिहरू। सो होप राम्रै होला। तर पनि यत्रो आन्दोलन भइसकेपछि केही परिवर्तन देखिएन कि, केही पनि देखिएन कि। यो चाहिँ अब त्यही पुराना लहटेका दलहरू फेरि सलफल गर्न थालिसके हैन। सञ्जालतिर मन लाग्दी लेख्न थालिसके हैन। सो परिवर्तन चाहिँ 72 जना युवाको ज्यान गएको छ। 72 जना चाहिँ हैन अब ले चाहिँ आफ्नो देशको लागि शहीद हुनुभएको छ। 72 जना चाहिँ आफ्नो देशको लागि शहीद हुनुभएको छ। तै पनि परिवर्तन हामीले सोचेको जस्तो अझै भएन। अब यही पुरानै दलहरू आउने भए, यही पुरानै दलहरू सलबलाइरहेका छन् हैन। पुरानै पार्टीहरूको चाहिँ अझै उ भइरहेको छ। त्यही भएर चाहिँ देशलाई एउटा प्रत्यक्ष प्रधानमन्त्रीको खाँचो थियो, जनताबाट चुनिएको। त्यो चाहिँ अझै हुन सकेको छैन हैन। त्यसको लागि चाहिँ संसद चाहिने रहेछ। संसदले नै संविधान संशोधन गर्नुपर्ने हुने रहेछ। तर यत्रो जनताले बलिदान दिइसकेपछि त सडकबाटै जनताले चुनेको प्रधानमन्त्री हुनुपर्ने थियो, तर त्यो भएन। त्यही भएर चाहिँ अलिकति खासै यो कुरामा चाहिँ सोचे जस्तो भएन क्या। त्यही भएर पनि अलिकति उ भइरहेको छ। ठिक छ। अहिले चाहिँ म यो खेङजु एरियामा छु हैन। खेङजुको हेनान एरियामा। सो म दाइकोतिरै छु। अनि काम पनि मैले यतै बुझ्दैछु क्या। काम पनि यही एरियातिर भयो भने अब पछि यसो सहिलो हुन्छ। पहिला धेरै बसे एरिया यो मेरो। त्यही भएर चाहिँ हो खासै यही एरियातिर भयो भने चाहिँ एकदम बेटर हुन्थ्यो भनेर चाहिँ म यही एरियामा थुप्रै काम बुझ्दैछु। काम पनि पाएको पनि छु। सो अब लगभग आज भोलिमा सुरु पनि हुन्छ होला काम। सो आज चाहिँ गाडी धुन गइदिउँ भनेर हो हैन। हेरेर आज मौसम एकदम दामी छ हो। मौसम चाहिँ बवालै छ क्या आज। सो त्यही भएर पनि आज चाहिँ एकदम हिँड्न पनि आनन्द छ बाहिर फेर। सो घामले एकदम अब तातिन सक्छ। कोरियाको अब लगभग छुसक पनि आउनु लाग्यो कोरियामा हैन। छुसक कोरियामा आउनु लागिसकेपछि अब काम पनि खासै त्यति काम पनि पाउँदैन कि। काम पनि त्यति पाउँदैन अलि पछि। त्यही भएर पनि अब चाहिँ काम सुरु गर्नुपर्छ भन्ने लागेर चाहिँ अनि त्यहाँ बुझेर आएको छु। सो त्यहाँ काम सुरु भयो भने चाहिँ एकदम बेटरै छ जस्तो लाग्छ मलाई कम्पनी हैन। त्यही भएर त्यहाँ काम सुरु नभएसम्म अलिकति घर पनि छैन छन चाहिँ। तर एकदम बवालै काम हेरेर आएको छु। सो चाँडै नै त्यो कामको ब्लग पनि आउनेछ हैन। यदि मैले सुरु गरेँ भने, गरेन भने अलि पछि हुन्छ। टेन्सन त छैन केही पनि हैन। यस्तो सोचेर हिँड्ने मान्छे परिनँ क्या। फेरि म टेन्सन हुन्थ्यो होला। आनन्दले हिँड्ने हो। अब आफूले बनाए योजना अनुसार हुँदैन जे कुरामा पनि हैन। माथिबाट उपरवालाले जे लेखेका छन् त्यही हुने हो। सो आफ्नो कर्म गर्दै जाने हो। हुने कुरा हुन्छ, नहुने कुरा हुँदैन। अब जिन्दगीमा आफूले सोचे जसरी हुँदैन हैन। हामीले अब त्यो अघिल्लो कर्ममा के कस्तो गरेर आएको छौँ त्यही कर्म अनुसारकै यो जिउने हो। कति जेल राखेका छन् यो धरतीमा हैन। त्यही अनुसार बाँच्ने हो, बस्ने हो, मस्ती गर्ने हो। आफ्नो दिन आइसकेपछि सर्लक्क जाने हो। त्योभन्दा अरू उपाय छैन। हामीले जबरजस्ती गरेर हुनेवाला केही पनि छैन हैन। सो त्यही भएर पनि यो कुराहरूमा आफूले योजना बनाउनु भन्दा पनि माथिबाट जे योजना छ त्यही अनुसार चल्ने भन्दा उपाय छैन हाम्रो। सो यो एरियामा चाहिँ बाटो पहिले पुरै खाइसकेको छु हैन। नेभिगेसन केही पनि जानेन यो एरियामा चाहिँ।
गाडी धुन चाहिँ स्ट्यान्डमा राखिसकेको छु मैले होइन। यहाँ चाहिँ सिस्टम कोइन हाल्ने रहेछ क्या फेरि हो। कोइन हालेपछि स्टार्ट हुने रहेछ। अनि यहाँ सबै चिजहरू ट्याक्क छ। सो यो गाडी चाहिँ अहिले यस्तो छ होइन। अब म यहाँ टिलिक्क टल्काएर च्याट्ट अनि गरेको राख्छु है त गाडी चाहिँ। अब एकछिन म यहाँ बिजी हुन्छु। सो फाइनल्ली गाडी टल्काएर चाहिँ यसो हल्का धुप बालेर विश्वकर्मालाई सम्झियो आजको दिनमा होइन। सो यो ठाउँमा छु म इप्सिल। सो यहाँनिर चाहिँ गाडी मजाले टल्कायो धेरै दिनपछि आज। सो यो ठाउँमा आएर चाहिँ अब पूजा पनि गरियो। सो अब चाहिँ हाँडा लाग्नुपर्छ। सो आजको चाहिँ मेन ब्लग भनेको यही विश्वकर्मालाई सम्झेर गाडी पूजा गरियो होइन। सो आफै सकेको जे जति हुन्छ। गाडी धोएर मजाले म यहाँबाट निस्किँदैछु होइन। साह्रै गर्मी भयो यार। सो बाहिरको पनि हल्का देखाउँछु तपाईँहरूलाई होइन। सो यहाँबाट चाहिँ अब रुम त धेरै टाढा छैन, यतै नजिकै हो। सो म यहाँ सँगै बसिरहने खोला भयो छ, गर्मी भयो। त्यहाँ चाहिँ बबाले हावा चल्छ होइन। सो त्यहाँ एकछिन बसेर अनि जानुपर्छ भन्ने लागेको छ। सो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। आजको दिन शुभ बितोस् सबैजनाको। हामी आइरहने एकदमै लोकप्रिय ठाउँ यो एरियाको, जहाँ एक्सर्साइजदेखिबाट दुनियाँ गर्न सकिन्छ होइन। सो यो एरिया चाहिँ एकदम बवाल एरिया हो होइन। सो यो एरियामा चाहिँ नआइकन चित्तै बुझ्दैन एकचोटि। सो यहाँनिर चाहिँ यो खोला भएर यति दामी छ, यति बवाल छ होइन। तपाईँहरूलाई म हल्का सिन पनि देखाउँछु। यस्तो बवाल एरिया छ होइन। यहाँनिर चाहिँ ट्याक्क लाएर आएर बस्नुपर्ने चाहिँ दामी एरिया छ क्या हो। सो आज मौसम खुल्या भएर म देखाएको होइन। राति राति चाहिँ एकदम मान्छेहरू भिड हुन्छ क्या एरियामा घुम्न। सो एकदम बवाल एरिया छ। सो आज चाहिँ मौसम खुलेर यस्तो बवाल देखेको छ होइन। चारैतिर खतरा देखेको छ क्या आज चाहिँ। सो यही नै हो। सो आज भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। फेरि नेक्स्ट ब्लग आइ नै आइहाल्छ है त। ब्लग त छोड्ने कुरा हुँदैन। सो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यस ब्लगलाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न चाहिँ